सब गाइज आजको राइड चाहिँ हाम्रो हरिचोकबाट सुरु हुन्छ है त। आमा कौन है ये लोग कहाँ से आते हैं सिक्लेस जाने बाटो कता हो नि? सिक्लेस जाने ये फंस गया सीएम अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। त्यही हो सिक्लेस जाने कि सिक्लेस जाने सिधै हो सिधै माथि हो ल हस् धन्यवाद है ए बाटो तार्दै गाइज ल त जाऊ त भित्र हाल न दसी यस्तै छ है त कसम म त ढुक्क हो कि फेरि ढुक्क यस्तो यस्तो ताल छ यार बाटोमा यार यस्तै छ सिक्लेस जाने बाटोको पिच चाहिँ यस्तै रहेछ ओ मा दामी छ है त चाहिँ छोड्नु भएन होइन यहाँबाट चाहिँ रहेछ बाटो यस्तै कस्तो छ त उता माथि ठाउँ भन्ने कुरा हुन्छ अब वहाँ गएर हेरिन्छ होइन के कस्तो छ त्यही अनुसार लोमा होइन लगलाई हाइटमै छ ल यस्तो दामी देखिँदो रहेछ यार गाइस यताबाट चाहिँ सही देखिँदो रहेछ क्या भ्यू गाइस द भ्यू ल यो त सिक्लेस जाने बाटो यतै हो मस्त अब हामी यहाँबाट चाहिँ नि जान्छौँ यता माथि तान्थिङ यता सिक्लेस यस्तै छ है त ल है त दोस लाग्दिउँ ल भ्यू गाइस भ्यू तर खोला सही देखिँदो रहेछ क्या त्यहाँ तल उठाएर भागिदिउँ क्या गाइस एउटा उठाएर भागिदिनुपर्छ जस्तो लाग्यो मलाई एउटा खसी अहिलेसम्म चाहिँ हामी कहाँ आइसक्यौँ गाइस थाहा छैन तै पनि बाटो चाहिँ राम्रै छ है अहिलेसम्म चाहिँ अब यहाँबाट कस्तो हुन्छ भन्ने कुरा हो कि तर ठिकै छ अघि नैदेखि बाटो तर सही खतरा देखिन्छ कि ल गाई झर्ना हेरौँ न यस्तो ब्युटिफुल आमामा घाम लागेको भए त दामी देखिन्थ्यो क्यामेरा नि राम्रो आउँथ्यो घाम नलाएर अलिक क्यामेरा नि ठिकै आहा गोप्रोबाट बनाएको अब राम्रै छ भनौँ ठिकै छ ल गाइस खोला हेरौँ न यहाँ दामी देखिँदो रहेछ यार दामी देखिँदो रहेछ यार यो चाहिँ नाम चाहिँ के भन्ने बजार रहेछ है गाइज यहाँ देखेको अनि त्यो पारी चाहिँ त्यो पारी उता पारी चाहिँ सिक्लेस यता तान्थिङ के हो है समथिङ त्यस्तै हो ल हामी चाहिँ यहाँ मस्त यस्तै चल्दैछ यार के गर्नु नि यस्तै चल्दैछ राइड चाहिँ मस्त भइरहेको ल गाइज खोला चाहिँ खक्का रहेछ यहाँ मस्त लाएर यहीँनिर म ए गाइस यस्तै छ है त मस्त लाएर यस्तै छ मा खोला डेन्जर रहेछ बाटो गाँड फाट्ने माको छ अफरोड त गाँड फाट्ने रहेछ यार अफरोड भनेको त यार बाटो यस्तो खत्तम छ गाइस के रे दोस्त अनि सिक्लेस अन टप है गाइसमा डेन्जरै छ यार उही ल बाटो यस्तै हो गाइज वेरी गो गाइज हामी चाहिँ सिक्लेस आइपुगेका छौँ यस्तै छ खाली खुट्टै बाइकको साउन्ड त फेरि बटेरको दोस्त खरो आखा यार
यस्तै छ अब कहाँ हिँड्ने होला नि फेरि यहाँबाट ल गाइज चाहिँ सिग्लेस भिलेज मस्त हिँड्दै केही देखेको छैन होइन लास्ट कुहिरो लागेको त छ है हिमालको नजिक भएर सिग्लेस भिलेजबाट देखिने भ्यू केही हेर्न पाइएन क्या सब ड्याममा कुहिरो लाएर यस्तै छ ल है त गाइज हामी चाहिँ मस्त होटेलमा अब मस्त खाजा बनाएका दिन्छौँ यस्तो भयो कि नयाँ बाटो कहाँ फाटिरहेछ होइन दोस्त यस्तै छ